We are peace lovers. I am your sensei. ओके आज म तपाईहरुलाई चाहिँ हिरागाना क्यारेक्टरहरु चाहिँ कसरी लेख्ने भन्ने तरिका चाहिँ सिकाउँछु। आज चाहिँ म एउटा मात्र क्यारेक्टर लेख्छु। सबभन्दा सुरुमा चाहिँ हामीले चाहिँ यसरी एउटा एक्सिस तानौं। एक्स हो, यो चाहिँ वाइ भयो हैन। स्ट्रोक अर्डर लेख्दाखेरि सबभन्दा सुरुमा ध्यान दिनुपर्ने कुराहरु आ लेख्दाखेरि लेफ्ट टु राइट बाट जान्छ। अनि त्यसपछि सेकेन्ड स्टेप भनेको चाहिँ टप टु डाउन जान्छ। र ठ्याक्क यो वाइ एक्सिस को स्ट्रेट नभएर अलिकति कर्भ भएर जान्छ यसरी। अनि अन्तिममा चाहिँ एन्डिङ चाहिँ तपाईको यो एक्स एक्सिस को यो धर्कासँग टच नगरिकन यो र यसको बिचबाट ठ्याक्क थोरैबाट चाहिँ यसरी घुमाएर चाहिँ यसरी जान्छ र यसको लेभल पनि ठ्याक्क प्यारालल भएर जान्छ। तर यहाँ कतिकति मैले चाहिँ रफ गर्दैछु। लेख्दाखेरि चाहिँ फर्स्ट स्टेप, सेकेन्ड स्टेप र यो दुईटाको बिचबाट थर्ड स्टेप। प्राय म्याक्सिममले मिस्टेक गर्दाखेरि चाहिँ नर्मली यसरी पनि लेख्छ हैन, अनि यसरी पनि लेख्छ, अनि यसरी पनि लेख्छ। यो भनेको सबै मिस्टेक छ। हेर्दाखेरि सिमिलर छ, आ नै फर्म हुन्छ, तर यो चाहिँ मिस्टेक हो। किन चाहिँ स्ट्रोक अर्डर चाहिँ फलो गर्नु भन्दाखेरि जब हामीले स्ट्रोक अर्डर फलो गर्छौं त्यतिखेर हाम्रो मेमोराइज गर्ने पावर पनि बढेर जान्छ। यदि तपाईहरुले चाहिँ स्ट्रोक अर्डर फलो गर्दै जानुभयो भने चाहिँ आ को राइटिङहरु चाहिँ तपाईहरुले छिट्टै चाहिँ टिप्न सक्नुहुन्छ। ओके, फलो फर मोर।